नेपाल बीमा प्राधिकरणको 57औं वार्षिकोत्सव कार्यक्रमका अध्यक्ष तथा नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू र यहाँ उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरू, नमस्कार। सर्वप्रथम नेपाल बीमा प्राधिकरणको 57औं वार्षिकोत्सवको यस ऐतिहासिक अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट र मेरो व्यक्तिगत रूपमा पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै यस कार्यक्रममा आमन्त्रण गरी शुभकामना मन्तव्य राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दछु। आदरणीय महानुभावहरू, मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रमध्ये बीमा क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको हामीलाई अवगत नै छ। आर्थिक क्रियाकलापमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गरी लगानी प्रवर्धन गर्न तथा भविष्यको सुनिश्चितताका लागि बीमाको महत्त्वपूर्ण भूमिका रहन्छ। हाम्रो जस्तो प्राकृतिक जोखिम बढी भएको मुलुकमा बीमाको भूमिका अझ महत्त्वपूर्ण रहेको हुन्छ। प्राकृतिक प्रकोपका समयमा राज्यमाथि पर्ने आर्थिक बोझ कम गरी आर्थिक पुनरुत्थान गर्न समेत बीमाले सहजीकरण गर्दछ। समग्र बीमा क्षेत्रको सुदृढीकरणका लागि जीवन तथा निर्जीवन बीमा सम्बन्धी विभिन्न नीति योजना तथा कार्यक्रमहरू तर्जुमा गरी बीमाको पहुँच सर्वसाधारणसम्म पुर्याउन र बीमाप्रति सम्पूर्ण नागरिकहरूलाई जागरुक तथा सजग गराउन नियामक निकायका रूपमा नेपाल बीमा प्राधिकरणले महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको हामी सबैलाई थाहा नै छ। वार्षिकोत्सवको यस महत्त्वपूर्ण अवसरमा बीमा व्यवसायलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र विश्वसनीय बनाउने कार्यमा प्राधिकरणलाई थप सफलता एवं ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु। त्यसैगरी बीमा व्यवसायमा संलग्न कम्पनीहरूको नियमन तथा सुपरिवेक्षण कार्यलाई समय सापेक्ष रूपमा परिष्कृत गर्दै नेपालको समग्र बीमा क्षेत्रलाई सबल बनाउने तथा यस क्षेत्रप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने कार्यमा प्राधिकरणले निरन्तर सफलता हासिल गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु। नेपाली अर्थतन्त्रको अहिलेको प्रमुख आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी आय आर्जन तथा रोजगारी सृजना गर्नु हो। यसका लागि बैंकिङ एवं बीमा क्षेत्र एक आपसमा सहकार्य गर्दै उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको छ। बीमा क्षेत्रको विकासमा प्रविधिको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ। नेपाली बीमा कम्पनीहरूमा डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिहरूको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमियम सङ्कलन, ग्राहक सेवा तथा जोखिम मूल्याङ्कन जस्ता कार्यहरू अझ प्रभावकारी ढङ्गले गर्न सकिएमा बीमा व्यवसायले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, छिटो, पारदर्शी, सुलभ एवं विश्वासिलो बनाउन सक्ने अवसर रहेको छ। नियमनकारी निकायको हैसियतले पनि बीमा प्राधिकरणले बीमा सम्बन्धी क्रियाकलापहरूमा चाहिँ रहेका सुरक्षाका इस्युहरू, एएमएल सेफ्टीसँग सम्बन्धित विषयहरूमा पनि चाहिँ धेरै ख्याल गर्नुपर्ने हुन्छ भन्न चाहन्छु यही फोरमबाट। बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी समयमै मिलाउने व्यवस्था सुनिश्चित गरेमा बीमाप्रति जनताको विश्वास उल्लेखनीय रूपमा बढाउन सकिन्छ। जनताले दुर्घटना, प्राकृतिक प्रकोप जस्ता सङ्कटका बेलामा समयमै दाबी भुक्तानी पाएमा यसले सकारात्मक सन्देश दिनुका साथै अरूलाई पनि बीमा गर्न प्रोत्साहन गर्दछ। नेपालमा बीमा व्यवसाय तथा यसले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन बीमा शिक्षा, लघु बीमा व्यवसाय प्रवर्धन तथा बीमितको हक हितको संरक्षण सम्बन्धी कार्यमा थप जोड दिई बीमालाई हरेक आर्थिक क्रियाकलापको अभिन्न अङ्गको रूपमा अघि बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको छ। अन्त्यमा नेपाल बीमा प्राधिकरणको 57औं वार्षिकोत्सवको यस अवसरमा प्राधिकरणलाई यो स्तरसम्म ल्याउन विगत तथा वर्तमानमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका उच्च व्यवस्थापन, कर्मचारी वर्ग तथा सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै नेपालको समग्र बीमा क्षेत्रको विकास तथा विस्तारमा बीमा प्राधिकरणले अझ उल्लेखनीय सफलता हासिल गरोस् भन्ने शुभकामनाका साथै मेरो छोटो मन्तव्य यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। नमस्कार।